क्रिकेट ग्राउन्डको काम तीव्र रूपमा भएको छ। 1 महिनाभित्र 10,000 भन्दा बढी क्षमताको रङ्गशाला यहाँ बन्दैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हो टियु इन्टरनेसनल क्रिकेट स्टेडियम। यो टियु इन्टरनेसनल क्रिकेट स्टेडियमको दक्षिणपट्टि साइडबाट खिचेको दृश्य हो। हेर्नुस्, दक्षिणपट्टि साइडमा पनि धेरै काम भएको छ। यतापट्टि दक्षिण पूर्वमा पनि जगको काम सकिसकेको छ। यो स्टेडियम हेर्नु कति राम्रो छ। हेर्नुस्, निकै हरियो छ। अग्ला अग्ला रुखपारी देखिएका छन्। हेर्नुस्, निर्माण उपकरणहरू पनि डोजरहरूले काम गरिरहेको छ। जगको काम पनि सकिएको छ। अब यहाँ चाँडै नै अन्तर्राष्ट्रिय म्याच हुने भनेर यो निर्माण गरिएको हो। हेर्नुस्, काम तीव्र गतिमा भएको छ। कति मनोरम दृश्य हेर्नुस्, यहाँ यस्तो ग्रिन ठाउँ छ, शान्त ठाउँ छ। यो क्रिकेट ग्राउन्ड प्याराफिट निर्माणको काम तीव्र गतिमा भएको छ। यो 55 दिनभित्रमा सरकारले डेडलाइन दिएको छ। 2082 साल वैशाखको 24-25 गतिभित्र, 24 अथवा 25 मलाई ठ्याक्क आएन, सम्ममा 10,000 सिट क्षमताको प्याराफिट निर्माण गर्ने भनेको छ। अब 1 महिना मात्र बाँकी छ। 1 महिनामा 10,000 सिटको क्षमता भएको सिटको प्याराफिट निर्माण हुन्छ कि हुन्न, त्यो चाहिँ हेर्नु नै बाँकी नै छ। तर काम चाहिँ तीव्र गतिमा भएको छ। जमिन ड्रिलिङ गरेर पिलर राख्नको लागि जमिन ड्रिलिङ गरेछ। यी पिलरहरू पनि सबै, यिनीहरू पनि सबै यसरी नै ड्रिलिङ गरेर हालेको हो। यो क्रिकेट ग्राउन्डभन्दा ठ्याक्क पछाडि चाहिँ आयुर्वेद टिचिङ हस्पिटल छ, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर। हेर्नुस्, यति धेरै पिलर हालिसकेको छ। यो सबै पिलर हालेको यो। काम निकै तीव्र गतिमा भएको छ र यहाँ राति पनि काम हुन्छ। 24 घण्टा काम भएको छ यहाँ। यो पिलर हाल्नलाई यो ड्रिलिङ गर्छ यसले। आदरणीय दर्शकबिन, यो क्रिकेट स्टेडियम तीव्र गतिमा बनिरहेको छ। वैशाख 24 गतिभित्र यो बनाउनु पर्ने म्याच छ। त्यो अवधिभित्र 10,000 सिट क्षमताको क्रिकेट मैदान बन्नुपर्छ। त्यही अनुसारले यहाँ काम भएको छ। अबको केही 1 महिना मात्रै बाँकी छ।
धेरै महिना बाँकी छैन, 1 महिना मात्रै छ। अब बन्छ कि बन्दैन हेर्नुस्। बन्दैछ नेपालको अन्तर्राष्ट्रिय स्तरको मैदान, चाँडै नै बन्दैछ। 10,000 सिट क्षमताको मैदान। क्रिकेट स्टेडियम नेपालमा पहिलोपटक यहाँ फ्लडलाइट पनि इन्स्टल हुँदैछ। हेर्नुहोस् यहाँ क्रिकेट खेलिरहेका छन्। कीर्तिपुर वरिपरि जताततै क्रिकेटको माहौल मात्रै छ। क्रिकेट बाहेक अरू खेल यहाँ खेलेको प्रायः जसो देखिँदैन। सायदै ग्राउन्डको कारणले गर्दाखेरि होला।